कहानीको सुरुवात हुन्छ एक सानो सहरको छेउमा रहेको गाउँ जसमा एकजना युवक आफ्नो मौरी फर्ममा व्यस्त हुन्छन्। सधैँको दिनचर्या चाहिँ उनी मौरीको घारलाई सफा गर्दै आफ्नो काममा डुबिरहेका हुन्छन्। उनको जीवन शान्त देखिए पनि उनी भित्रबाट अन्तर्द्वन्द्वमा निकै एक षड्यन्त्र र क्रोधलाई दबाएर बाँच्दै आएका थिए। उनकी आमा स्यान्डी जो अस्पतालमा कोमामा छिन्, उनी पहिले एक कम्पनीमा काम गर्ने गर्थिन् जो कम्पनीको नाम थियो अक्सोलिथ औषधि कम्पनी। त्यही अक्सोलिथ कम्पनीको एक ट्रायल औषधिका कारण असफल भएको सब्जेक्टको रूपमा उनी अस्पतालमा कोमामा थिइन्। टेडीको दावा के रहेको थियो भने त्यस कम्पनीका सिइओ मिसेल फुलर उनी एक मान्छे होइन, उनी एक एलियन हुन्, एन्ड्रोमेडा ग्यालेक्सीबाट आएकी। उनीहरू मात्र नभएर उनीहरूको कम्पनीमा अरू पनि एलियनहरू आएका छन् जसको एकमात्र उद्देश्य के छ भने पृथ्वीका सबै माउरीहरूलाई सखाप पार्ने, मान्छेहरूलाई शून्य बनाउने र नियन्त्रण गर्ने। उनी हिँड्दा डुल्दा वर्कआउट गर्दा पनि विभिन्न अनलाइनमा आर्टिकलहरू रिसर्च गर्ने, सुन्ने र एलियनहरू पृथ्वीमा आएका घटनाहरूबारे अनुसन्धान गर्दै आएका थिए। उनी एउटा प्लान बनाउँदै थिए उक्त सिइओलाई किडन्याप गर्ने। आफ्ना चचेरा भाइ डनसँग मिलेर उनले प्लान बनाउँछन्। उनले प्लान सम्झाउँछन्। उनीहरू निकै चलाक छन्, हामीभन्दा तीक्ष्ण बुद्धिका छन्, हामीभन्दा शारीरिक रूपमा पनि बलिया छन्। त्यसैले हामीबाट कुनै भुलचुक हुनु हुँदैन, हाम्रो योजना सटिक हुनुपर्छ। उनले भन्छन् उनीहरूले हामीलाई इमोसनल ब्ल्याकमेल गर्न सक्छन् अनि रूपको बसमा पनि पार्न सक्छन्। त्यसैले हामीले एउटा औषधि लगाऊँ जसले हामीलाई नपुंसक बनाउनेछ। आधा कुरा बुझे चाहिँ आधा नबुझे चाहिँ अकमकाएको बचपना भएका भाइ डनले आफ्नो दाइको कुरा मान्छन्, स्वीकार्छन् र उनीहरू आफ्नो तयारी सहित भ्यानमा जान्छन् र सिइओ फुलरको पिछा गर्छन्। जब उनी आफ्नो कारबाट आफ्नो अपार्टमेन्टतिर लाग्छन्, उनलाई छोपेर आफ्नो कारमा हाल्ने कोसिस गरिन्छ। उनी बलियो हुन्छन्। निकै बेरको तामझाम र तानातान पछि उनी भाग्न सफल भए चाहिँ देखेको हुन्छन्। तर त्यही बिचमा टेडीले उनलाई बेहोस हुने इन्जेक्सन खोपिसकेको हुने रहेछन्। उनी केही पर पुगेर ढल्छिन्। जब उनको आँखा खुल्छ, उनले आफूलाई पाउँछिन् एउटा बेसमेन्टमा हातखुट्टा जन्जिरले बाँधिएको र शरीरभरि क्रिम लगाइएको र कपाल खौरिएको। उनी बेहोस भएको बेला शरीरमा त्यो एन्टिहिस्टामिन क्रिम लाउँदै गर्दा डनले सोधेका हुन्छन् टेडीसँग, हामीले यो सब किन गरिरहेका छौँ? यो एलियनको बडी हो अनि र यदि हामीले उनको कपाल काटेनौँ भने उनले आफू खतरामा भएको सङ्केत आफ्नो मदरसिपबाट आफ्ना साथीहरूसम्म पुर्याउन सक्छिन्। त्यसैले हामीले कपाल काट्दैनौँ। होस खुल्न बित्तिकै मिसेलको प्रश्न हुन्छ, म किन यहाँ छु? तिमीहरूको माग के हो? पैसा, काम, रोजगार या फिर शरीर? टेडी भन्छन्, हामीलाई तिम्रो शरीरमा कुनै इन्ट्रेस्ट छैन। तिमीले यो सब गर्छौ भन्ने मलाई पहिले थाहा थियो, देखियौ डन। त्यसैले हामीले आफूलाई नपुंसक बनाइसक्यौँ र हामीलाई पैसा पनि चाहिएको छैन। अनि सिइओ सोच्छिन्, तिमीहरूलाई चाहिएको के हो त? कुरा क्लियर छ। तिम्रो मदरसिपमा कन्ट्याक्ट गर, तिम्रो आफ्नो ग्यालेक्सीमा भएको सम्राटलाई सन्देश पठाऊ, म त्यहाँ जान चाहन्छु र पृथ्वीमा भएको बारेमा बहस गर्न चाहन्छु।
सिइओ अग्माउँछिन् र भन्छन्, तिमीले भन्न खोजेको के हो? टेडी झन् रिसाउँछन् र छेउमा भएको कुर्सी पटक्छन्। मेरो कपाल किन काटियो भन्दा पनि उनले जवाफ दिन्छन्, ताकि तिमीले आफ्ना साथीहरूसँग सम्पर्क गर्न नसक। साथमा यो सब हेरिरहेका डन अलिकति गलत भएको भान मुखमा लिएका त हुन्छन्, तर दाइको पूर्ण साथमा उनी लागि परेका हुन्छन्। टेडीले एक रेकर्डिङ डिभाइस दिएको हुन्छन्, जसमा उनले भन्छन्, जे तिमीलाई भन्नुपर्छ यसमा रेकर्ड गरेर आफ्नो मदरसिपमा सिग्नल पठाऊ, म तिमीलाई भोलिसम्मको समय दिन्छु। र उनी जान्छन्। टेडीमा एक अलग किसिमको खुसी र हतारपन देखिन्छ। उनी सिसी क्यामेराबाट उनलाई निहालिरहेका हुन्छन् र आफू सुत्नुभन्दा अघि आफ्नो भाइ डनलाई उनमाथि निगरानी गर्न, उनको हरकतमा निगरानी गर्न कोसिस गर्छन् र फेरि सम्झाउँछन् कि उसले तिमीलाई इमोसनल ब्ल्याकमेल गर्न सक्छ र उसले तिमीलाई तिम्रो भावनासँग खेलेर तिमीलाई बसमा पार्न सक्छ। आफू तिनको बसमा नपर्नु र मनलाई डरो राख्नु भनेर भन्छन्। उनले समर्थन स्वरूप डनले हुन्छ भन्छन्। मलाई लाग्छ ऊ एलियन होइन भन्छन् डनले। तर फेरि टेडीले भन्छन्, होइन, यिनीहरू हामीलाई, तिमीलाई थाहा छ उसले हेरिरहेको छ भनेर, त्यसैले दया देखाइरहेकी छि भन्छ। अर्को दिन बिहानै मिसेलले रेकर्डिङ सुनाउँछिन्। हो, म एलियन हुँ, स्वीकार गर्छु भन्छन्। र त्यो भोइस रेकर्डिङमा, त्यो मेसेजमा कुनै त्यस्तो कुरा गरिएको हुन्न जो टेडीलाई मन परोस्। फेरि उनले भन्छन्, तिमीले यो कुरालाई सिरियसली नलिएकोमा उनी रिसाउँछन्। यो पटक हद हुन्छ र मिसेलले पनि जवाफ फर्काउँछिन्, तिमीले यो सब गरेर कुनै फाइदा पाउँदैनौ। मेरो साथीहरूले, मेरो कम्पनी, म को हम तिमीलाई राम्रोसँग थाहा छ होला। थाहा छ नै, त्यसैले मैले चिनिसकेँ, तिमी त्यही स्यान्डीको छोरा हौ। तिम्रो आमा बिरामी भएको सदमामा तिमीमा ठुलो मानसिक रूपमा आघात पुगेको छ र तिमी यो सब गर्दैछौ। भन, म तिमीलाई माफ गरिदिन्छु। सिम्पली मलाई पुलिस बोलाऊ, खोज्न पठाऊ, यो सब कुरालाई रफादफा गरौँला। म तिम्रो आमालाई सहयोग गर्छु। हामीले कर्मचारी भएको फन्ड अनुसार उपचारका लागि पनि हेरेकै छौँ। हाम्रो ट्रायल औषधिले काम गरेको होइन, त्यसैले तिम्रो आमा कोमामा छन् र जसको उपचार सम्भव छैन। यति सब भनि नसक्दै टेडीले बिचमै रोक्छन् र फेरि गाली गर्छन् र धम्की दिन्छन्। फेरि मिसेलले जवाफ स्वरूप भन्छन्, तिमी इन्टरनेटमा यस्ता कन्टेन्टहरू हेर्दैछौ, यस्ताको रिसर्च पेपरहरू हेर्दैछौ जसले तिम्रो दिमाग एउटा एको चेम्बरमा फसेको छ र तिमीले हामीलाई एलियन सम्झेछौ। म एलियन होइन, फेरि उनको दाबी रहन्छ। टेडी झन् रिसाउँछन् र उनलाई टर्चर रुममा लगेर टर्चर गराउन थाल्छन्। उनले इलेक्ट्रिक सक दिएर धेरै यातना दिन थाल्छन्। त्यो सब डनले हेरिरहेका हुन्छन्। उनको यातना डनले हेर्न नसकेर निकै तनाव महसुस गरेका हुन्छन्। तर चिन्ता नलिऊ, यिनीहरूले यो सब सहन सक्छन्। यो पहिलोचोटि होइन भनेर टेडीले भन्छन्। यो पहिलोचोटि होइन भनेको सुनिँदा डन अचम्ममा पर्छन्। तिम्रो मतलब के? यो तिम्रो पहिलोचोटि होइन? यसको मतलब थियो टेडीले योभन्दा पहिला पनि कसैलाई यसरी छोपेको थिए। टेडीको मानसिक समस्या बढ्दै गएको जस्तो यति बेला देखिन्छ र उनले निकै जोडले ठुलो हाई भोल्टको इलेक्ट्रिक सक उनलाई दिन्छन् र अकस्मात फर्केर आउँछन् र भन्छन्, यो सामान्य एलियनको लागि सम्भव होइन। मलाई माफ गर्नु, तपाईँ रोयल फ्यामिलीबाट हुनुहुन्छ भन्ने कुरा मलाई थाहा थिएन। एक्कासी टेडी उनलाई राज परिवारकी सदस्य जसरी
बिहेभ गर्न थाल्छन् र आफ्नो माफी माग्छन्। उनलाई उनको शरीरबाट नाकबाट रगत शुद्ध बग्न थालेको थियो, त्यो आफै सफा गर्छन् र क्षमा मागे पश्चात डिनरका लागि आह्वान गर्छन्। प्लट सुरु हुन्छ जहाँ उनीहरू डिनरका लागि बसेका हुन्छन्। डिनरमा सामान्य वार्तालापदेखि सुरु भएर अन्तमा फेरि झगडा हुन्छ र माहौल तनावपूर्ण बन्छ। त्यही बीच एकजना मान्छे ढोकामा आउँछन् जो टेडीकै साथी थिए, तर सिइओलाई लुकाएर उनी सामु नर्मल पेस हुन्छन्। तिमीलाई थाहा होला हाम्रो ठाउँबाट हराएकी मिसेल फुलर सिइओको बारेमा तिमीलाई केही थाहा कि? टेडीले सामान्य रूपमा जवाब दिन्छन्, हुन त उनी मेरा कम्पनीकै सिइओ हुन्, तर उनीसँग मेरो कुनै चिनजान छैन, मलाई किनै थाहा छैन। केही बातचित पश्चात उनको साथीलाई अफिसर हुन्छन् पुलिस, जसलाई शङ्का त हुन्छ तर तिनी त्यो बेला किन भोलि फर्किन्छन्। दोस्रो पटक फर्केपछि शङ्का मान्दा उनले आफ्नो मौरी फर्म देखाउँछु भन्दै लगेका अफिसरलाई जब शङ्काको घेरा बढ्छ, यकिनमा बदल्न लागेको हुन्छ, त्यही बेला टेडीले बेल्चाले हानेर मार्छन्। त्यो समयमा भित्र बेसमेन्टमा डनलाई मिसेलले फकाइरहेकी हुन्छन्, तिमी यो सबबाट बाहिर आउन चाहन्छौ, तिम्रो दाइलाई को स्थिति राम्रो छैन, तिमीलाई थाहा छ, यो सबबाट तिमी बाहिर आऊ, मलाई मद्दत गर, पुलिस बोलाऊ र म तिमीलाई केही गर्ने छैन, छुटकारा दिनेछु, तिम्रो दाइको पछि नलाग भनेर सम्झाइरहेकी हुन्छन्। उनी निकै तनावमा हुन्छन्। एकातिर दाइको कुरा टाल्न नसक्ने, अर्कोतिर केही गलत भइरहेको भान हुन्छ। त्यही बिचको दोधारमा उनले आफूलाई आफ्नो हातमा भएको बन्दुकले हानेर मार्छन्। यसरी डनको मृत्यु हुन्छ। त्यसैबीच निकै क्रोधित भएका टेडी बेसमेन्टमा फर्कन्छन्। उनले जोडले सिइओसँग झगडा गर्न चाहन्छन्। त्यही बिचमा सिइओले शान्त भएर भन्छन्, मेरो गाडीमा एउटा औषधि छ जो एन्ड्रोमेडाबाट बनेको हो, त्यो तिम्रो आमाको रोगको एन्टिडोट हो। हामीले सुरुमा औषधि परीक्षण गरेको, त्यो औषधिको यसले पूर्ण रूपमा निर्मूल गर्नेछ, जाऊ र लगाइदेऊ। टेडी केही नसोची अस्पतालतिर कुद्छन्, आफ्नो साइकल निकाल्छन् र त्यहाँ गएर आमाको औषधिमा त्यो औषधि चढाइदिन्छन्। चढाएको केही क्षण पश्चात नै तिनको आमाको मृत्यु हुन्छ। झन् त्यसपछि रिसाएर टेडी फर्किन्छन्। त्यही बिचमा जसोतसो गरेर सिइओ मिसेलले आफूलाई हतकडीबाट छुटकारा गराइसकेकी थिइन्। उनी बेसमेन्टबाट भित्रको कोठामा छिर्दा त्यहाँ अन्य पनि मानिसहरूका लासहरू काटिएका अवस्थामा भेटिन्छन्। उनीभन्दा पहिले पनि निकै मान्छेलाई एलियन हो कि होइन भनेर परीक्षण गर्न टेडीले काटेका रहेछन्, मारेका रहेछन्। फिल्मको प्लट निकै सस्पेन्समा बनेर चरममा पुगेको हुन्छ। त्यही बेला रिसमा फर्केका टेडी आएर आफ्नो बेसमेन्ट चेक गर्छन्। उनी भागेको आशंकामा आएका उनी त्यही बेसमेन्टमा नै सिइओ मिसेललाई पाउँछन् र जोडले आफ्नो बन्दुक ताक्दै भन्छन्, होसियार। मिसेलले सोध्छिन्, बेवकुफ, अरू कतिजनालाई मारेको थियौ तिमीले? टेडीले ती सबलाई एलियन ठानेर त्यस्तो गरेको रहेछ। मिसेलले अब आफ्नो शक्ति देखाउँछिन्। उसलाई डराउँदै एउटा नयाँ कथा सुनाउँछिन्। एन्ड्रोमेडनहरूले डाइनासोरको अन्त्य गल्तीले गराएकोमा पश्चाताप गर्दै मानव सिर्जना गरेका थिए। हजारौं वर्षदेखि हामीले तिमीहरूको हिंसात्मक स्वभावबाट जोगाउन कोसिस गरेका छौँ। मेरो मदरसिपमा मानवलाई बचाउने सूचना छ। म तिमीहरूलाई एन्ड्रोमेडनहरूसँग भेट गराइदिन्छु मेरो अफिसमा, उनले भन्छन्। उनीहरू अक्सोलिथ हेडक्वार्टरमा पुग्छन्। टेडीले आफूमाथि घरेलु आत्मघाती भेस्ट लगाएको खुलासा गर्छ।
मिसेलले धोका दिएको खण्डमा उसले सबैलाई मार्ने निर्णय गर्छ। आफ्नो बेस्टमा भएको बम ब्लास्ट गरिदिन्छु भनेर उनलाई डराउँछ। एक सामान्य देखिने दराज जस्तोमा भित्र जान भन्छन् मिसेलले टेडीलाई। टेडीले आशंका भएर उनलाई हेर्छ। यति सिम्पल? के यो साँच्चै क्लोजेट हो? मिसेल भन्छन्, हो, यो क्लोजेटबाट तिमी सिधै मदरसिपमा पुग्नेछौ। पहिला तिमी नै जाऊ। तर फेरि टेडीले आशंकाले पहिला तिमी जाऊ भन्न खोजेको हुन्छ। फेरि उसलाई डर हुन्छ कि एक्लै उनी भाग्ने छिन्, त्यसैले ऊ नै पहिला जान्छ। त्यही बिचमा ऊ भित्र भएको भेस्टमा भएको बम ब्लास्ट हुन्छ र ऊ त्यही नै मर्छ। मिसेललाई चोट लागेको हुन्छ। कम्पनीमा अरू मान्छेलाई चोट लागेको हुन्छ। एम्बुलेन्स आउँछ। एम्बुलेन्सले सबैलाई उठाएर हस्पिटल लग्दै हुन्छ। बिचैमा मिसेलको होस आउँछ। उनी बिचैमा एम्बुलेन्स रोक्न भन्छन् र आफ्नो अफिसतिर लाग्छन् र त्यो क्लोजेटभित्र छिर्छन्। साँच्चैमा त्यो एउटा पोर्टल हुन्छ। उनी एक्कासी मदरसिपमा पुग्छन्। अब सत्य खुल्छ। मिसेलले साँच्चै एन्ड्रोमेडनहरूकी नेता हुन्। आफ्ना सल्लाहकारहरूसँग छलफलपछि उनी निष्कर्ष निकाल्छिन्, मानव प्रयोग असफल भयो। उनी फ्ल्याट अर्थको मोडेलमाथि पारदर्शी बबल जस्तो गुम्बज हालिदिन्छन्, जसले एकै क्षणमा मानिसहरू मारिदिन्छन्। एकै झट्कामा सारा पृथ्वीका मानिसहरूको अन्त्य हुन्छ। मिसेलले पृथ्वीतर्फ फर्किँदै हेर्छिन्। अब त्यहाँ शान्ति छ, मानिसहरू छैनन्। टेडीको माउरी फर्ममा भने माउरीहरू बिस्तारै फर्किँदैछन्, जीवनको नयाँ सुरुवात जस्तो। यो कथा मानवको कमजोरी, षड्यन्त्र र ब्रह्माण्डीय न्यायको बारेमा हो, जसले हामीलाई सोच्न बाध्य पार्छ कि हामी साँच्चै बचाउन लायक छौँ कि छैनौँ।